नेपालले भारतको जमिन कब्जा गरेको हो कि भोगचलन मात्रै गरेको हो? जब बालेनले संसदको रोस्टमबाटै भारतले नेपालको सिमाना मिचेको र नेपालको जमिन कब्जा गरेको मात्रै होइन कि नेपालले पनि भारतको सिमाना मिचेको र जग्गा कब्जा गरेको जस्तो अभिव्यक्ति दिए। त्यस लगत्तै अहिले चाहिँ नेपालमा नेताहरू, कार्यकर्ताहरू, जनताहरू चाहिँ दुई भागमा विभाजन भएका छन्। बालेनका सपोर्टरहरू अथवा राष्ट्रपतिका कार्यकर्ताहरूले चाहिँ सकेर भ्याएसम्म इन्डियाको पत्रिकाहरूमा छापेका जुन पुराना पत्रिकाहरूमा छापेका छन्, नेपालले चाहिँ यो ठाउँको जग्गाहरू चाहिँ भारतको मिचेको छ र नेपालको पनि कान्तिपुर अन्य पत्रिकाहरूले छापेको छन् कि पुरानो पत्रिकाहरूमा छापेको छ कि नेपालले यो ठाउँको भारतको सिमाना मिचेको छ भनेर छापेकाहरू जुन फोटोहरू चाहिँ अहिले भाइरल गरिरहेका छन्। अनि तराईहरूमा चाहिँ कति ठाउँमा चाहिँ यो ठाउँको जग्गाहरू चाहिँ नेपालले भारतको कब्जा गरेको अथवा मिचेको भनेर सकेर भ्याएसम्म कता कता खोजेर पनि बालेनका सपोर्टर अथवा राष्ट्रपतिका कार्यकर्ताहरूले चाहिँ अहिले भाइरल गर्ने अथवा फोटोहरू पोस्ट्याउने, फोटोहरू सेयर गर्ने गरिरहेका छन्। भने यता विपक्षका कार्यकर्ता अथवा नेताहरूले चाहिँ नेपालले कुन ठाउँको चाहिँ जमिन चाहिँ भारतको कब्जा गरेको अथवा मिचेको छ भनेर चाहिँ हामीलाई देखाइदिनु पर्यो भनेर चाहिँ बालेनसँग जवाफ चाहिँ मागिरहेका छन्। तर यसमा चाहिँ केही भिन्नताहरू छ। नेपालको जमिन अतिक्रमण गर्नु अथवा नेपालको सिमाना मिचेको भारतले भनेको चाहिँ लिपुलेख, कालापानी, लिम्पुया, धुरा भनेको चाहिँ पुरै भारतको आर्मीहरू नै आएर बसेर त्यो ठाउँको जमिनहरू पनि पूर्ण रूपमा इन्डियाले प्रयोग गरेको। त्यो ठाउँको जमिनको न लाल पूर्जाहरू नेपालसँग छ, न त्यहाँको जनताहरूले नेपालमा चाहिँ नेपालको त्यो जुन भोट हाल्नुपर्ने न त्यो भोट हाल्ने प्रयोग गर्छन्, न त्यहाँको जनताहरूले कुनै पनि सेवा सुविधाहरू नेपालको सरकारबाट चाहिँ प्राप्त गरेका छन्। त्यहाँ पूर्ण रूपमा आर्मी बसेर लिपुलेख अथवा कालापानी चाहिँ कब्जा गरेको। भने नेपालले जुन बालेनले भनेको छ कब्जा गरेको अथवा सिमाना मिचेको त्यो भनेको चाहिँ तराई क्षेत्रहरूमा धेरै ठाउँ होला तर तराई क्षेत्रहरूमा 10 गजाको ठाउँमा चाहिँ कुनै पनि जग्गाहरू चाहिँ प्रयोग गरेको ताकि भोलिका दिनमा त्यो ठाउँमा चाहिँ इन्डियाले चाह्यो भने सहज रूपमा सजिलै आफ्नो क्षेत्र चाहिँ लिन सक्छ, कब्जा गर्न सक्छ। तर लिपुलेख चाहिँ नेपालले चाहेको अवस्थामा पनि त्यति सहिले चाहिँ आफ्नो जमिन आफूले लिन सक्दैन। त्यो चाहिँ कूटनीतिक रूपमा र मजाले पुरै छलफल गरेर मात्रै लिन सक्छ। कुनै पनि व्यक्तिले 1 कट्ठा जमिन छ एउटा व्यक्तिको भने त्यो जमिनको आफ्नो 1 कट्ठा भन्दा पनि फरक थोरै अरू ठाउँ, अरू जमिन चाहिँ मिचेर सागसब्जी रोप्नु अथवा कुनै आफूले खेती गरे पनि त्यो जमिन चाहिँ आफ्नो हुँदैन अथवा त्यो व्यक्तिसँग लाल पूर्जा भनेको चाहिँ ठिक 1 कट्ठाको हुन्छ र त्यो फाल्टो मान्छे आयो भने फेरि त्यो जमिनको मान्छे आयो भने चाहिँ त्यो उसले लान्छ र उसले युज गरेको अथवा प्रयोग गर्दै गरेको जग्गा चाहिँ अर्कोले लगेपछि उसको बाँकी रहन्छ 1 कट्ठा मात्रै। जस्तै नेपालले तराईको भागमा पनि जति उसले भोगचलन गरेको छ त्यो भनेको चाहिँ भारतको कब्जा गरेको अथवा त्यहाँनिर गएर घर बनाएको त्यो जमिनहरूमा चाहिँ लाल पूर्जा नै नेपालले लिएको अथवा त्यहाँनिर आर्मीहरू गएर चाहिँ बसेको कब्जा गरेको जमिन होइन कि त्यो भनेको चाहिँ मात्र प्रयोग गरेको। त्यसलाई भन्छ मिचेको अथवा अतिक्रमण गरेको अथवा त्यो चाहिँ पुरै कब्जा गरेको नेपाललाई। अब नेपालको चाहिँ नक्सै परिवर्तन हुँदैछ। जुन बालेनले भनेको जस्तो अथवा राष्ट्रपाका कार्यकर्ता, राष्ट्रपाका नेताले भने जस्तो अब चाहिँ नेपालको पुरै चाहिँ नक्सै चेन्ज हुँदैछ किनभने नेपालले पुरै धेरै ठाउँमा चाहिँ मिचेको छ भने जस्तो त्यो चाहिँ होइन। आशा गरौँ अहिलेको नयाँ सरकारले, बालेन सरकारले यस्ता जति जग्गाहरू अतिक्रमण गर्ने जस्तै नेपालले गरोस् अथवा इन्डियाले गरोस्, थोराहरू जग्गाहरू चाहिँ समस्याको समाधान गर्छ भनेर आशा गरौँ।